guys, welcome back to my YouTube channel again. म हजुरहरुको सुजाता म शेर्पा अनि आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु अनि हजुरहरुलाई स्वागत छ मेरो नयाँ दिन नयाँ भिडियोमा अनि आज पनि फेरि म आइसकेको छु नयाँ दिन नयाँ भिडियो लिएर आज के कस्तो हुन्छ भनेर हजुरहरुले थम्बनेल अनि टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला साथीहरु म चाहिँ घाँस काट्न जाँदै छु अनि हैन मान्छेले मधेस मात्र यस्तो हुन्छ भन्थ्यो तर यो के हो यो कोही बुई आमा के हो भनेको यो के हो कति दिन भइसक्यो अब त उग्रिनु नि हेरौ दिन डर लाग्दो भाइ म घाँस काट्नु पर्ने यस्तोमा डर लाग्दै जाँदैछु रुखको घाँस चौकट काट्नु पर्ने रुख चिप्लिने हो कि नाइ मलाई थाहा छैन अनि साथीहरु तपाईहरुकोतिर कस्तो छ मौसम मैले भिडियोहरु पनि ग्याप गर्दै ल्याइरहेको छु साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गर्नु होला पुरानो हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि लाइक कमेन्ट पनि गर्न नभुल्नु होला तर यो के हो हाम्रो घर त हरायो यहाँदेखि घर देख्थ्यो हरायो यसरी यो पुरा भुइँ ढाकिरहेछ अनि यो जति म हिँडेको छु त्यति मात्र देख्छु मैले त्यो भन्दा अन्त मैले देख्दिन मैले देख्दिन म यस्तो छ तरिकै भूत आएर खान्छ म अब यो रुखमा चढ्नु पर्ने यता सबै काटिसकेको मैले अब यहाँदेखि सट्ट हो माथि जानुपर्ने थाहा छैन मैले झार्नु सक्छु कि सक्दिनँ म त यो सुलित्त देख्ने ठाउँमा अलिकति चाहिँ टेक्ने ठाउँ छैन समाउने ठाउँ पनि अप्ठ्यारो छ कसरी चढेर झार्छु मलाई नै थाहा छैन ल भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला अब म घाँस काट्छु नत्र अहिले नानीलाई स्कुल लानु ढिलो हुन्छ नानीको एक्जाम चलिरहेछ साथीहरु मैले चाहिँ घाँस पनि झारिसके घाँस झारेको नि भिडियो गरिरहेको थिएँ बुइमा तर ठ्याक्क क्यामेरामा पानीको थोपा आएर बसिदिएछ भिडियो त सब ब्लर म त्यस्तै भए पनि उयो गरेर हाल्छु स्पिड बनाएर हाल्छु त्योचोटि त म कति दुःखले चढेको थिएँ यो रुखमा हो सबै सकाएँ मैले तर पानी बसेछ क्यामेरामा भिडियो त ब्लर आएछ घाँस यतादेखि यति झारेँ मैले मेरो अब यो हरिणहरू सोध्छु म एक भाइ दर निस्किन्छ होला त्यहाँको टुप्पीको अनि हेर्नु हाम्रो यो मकैहरू उम्रिन्छ भनेको उँभो आउँछ यतिको त उम्रियो आम्मामामामा यस्तै भयो भने त यो हुस्सुले नै खान्छ अब सबै यस्तो छ अघि त अलिअलि देख्थ्यो भाइ अहिले त झन् केही देख्दैन यसपाल हामी काम नलाग्ने भएर म काम लागेन कुला काटेन बारीमा भल जाने ठाउँ सबै बारीभरि भल छ यसपाल भ्याउँदा नि भ्याएन गर्न पनि पाएन यस्तो म त भिडियो हेर्नु होला नि है मैले घाँस झारेको भिडियो सब ब्लर आएछ कि यत्रो रुखमा चढेर सबै झारे नि अगाडि मैले देख्नुभयो नि कस्तो थियो अहिले पुरा ब्लर मुनिबाट झरेर फोन हेर्छु त फोनको क्यामेरामा त प्लुक्क पानीको थोपा पो रहेछ
ल साथीहरू भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। अब म यो घाँस चाहिँ सोरेर भाइ लाउँछु। कति बजिसक्यो थाहा छैन। अहिले नानीलाई स्कुल लिएर जानु ढिलो हुन्छ है त। हेलो सानो खोइ मैले यति घाँस ल्याएँ। ल फाइनल साथीहरू म घर आइपुगेँ। के गर्न आँट्नुभएको सानो? को हुनुहुन्छ अब घरभित्र? को बाजे? ए फोनमा बोल्नु भएको? अन्त चाहिँ किन लानुभएको? हस्पिटल ल्याउनु? पढिसक्नुभयो? अनि के लेख्ने विचार छ भरे? यत्तिको उग्रियो दिन चाहिँ। दिन अहिले चाहिँ उग्रियो फेरि। मम्मा हेलो नाङ्गै भयो साह्रो म सबै नाङ्गै खोलिदिन्छु। अस्ति कसरी नाङ्गै खोलिदिएँ मैले? अस्ति मैले बारीमा त्यसरी नाङ्गै बनाइदिन्छु। मम्मी तरकारी पकाउँदैन। मम्मी हामी सँगै जाउँ थुक्पा आएर दिनु। यस्तो दिनमा तपाईँले नआउनु। सँगै जाउँ न। घाँस लगाइराखेर के थुक्पा भराएर दिनु। पापा नमस्कार। भिडियो यो कस्तो ब्याड छ। हस् मम्मी ल घाँस लगाइदिइराख्नु टर्नै अनि खोले चाहिँ आएर दिनु न। हुँदैन यस्तो दिनमा एक्लै नजानु। के एक्लै हुन्छ नि मम्मी चाहिँ केही पनि हुँदैन रही पनि। अनि तपाईँ कति बजे पुग्नुहुन्छ भन्नु त? पर्दैन। मम्मी सँगै जाउँ न। आऊ के रहेछ? के पनि हुँदैन। भरे उयो गर्नुभन्दा बरु नानी छुट्टिनु बित्तिकै आउनु। हेर हारमा जिद्दी पप्पा सानोहरू हेर्नु है। यहाँ भिडियो हेर्नुहुन्छ नि सानोहरूले नि हेर्नुहुन्छ नि। पप्पा भन्नु न मम्मीलाई। कालो न कालो अगाडि मात्रै देख्ने हुसु लागिरहेछ। सँगै जाउँ भनेको मान्नु न है पप्पा मम्मी। भरे एक्लै आउँछु भन्नुहुन्छ। पर कति नै बस्नु पर्दैन। त्यही 30-35 मिनट मात्रै बस्नुपर्छ। अन्त पप्पा जानु भन्नै त्यहाँ म घाँस टर्नै लगाइदिन्छु। म त होस् म टर्नै जेस् के गर्नु त। हाम्रो आएको जिद्दी यस्तो अँध्यारो छ। अनि मलाई मनले नमानेको नि त। अनि एक्लै फेरि अब गाउँ नै भए पनि जङ्गल छ कि लामो जङ्गल कट्नुपर्छ। अनि हामीसँग पर जानु गएर बस्नुभयो भने त सजिलो हुन्छ। नानी लिएर आउनु भनेर भनेको हाम्रो मम्मी मान्नुहुन्न। अहिले यतिको त उग्रियो रह्यो पनि फेरि हुसु गर्दै अँध्यारो आउँदैछ कि। अनि फेरि एकछिनमा चाहिँ फेरि अलिकति थोरै उग्रिन्छ अनि फेरि आउँछ। के भएको यो दिन त कति दिन भइसक्यो यस्तो भएको नि। अस्तिको दिन म पानी झरीमा हामी चाहिँ प्लास्टिक ओढेर खोजेर ल्याएको चारो। यस्तरी चारो जङ्गलमा चारो। मम्मीले खोले चिसो हुन्छ भन्छ। आगो यतिकै छोड्यो भने त चिसो हुँदैन खोले। त्यही भएर मम्मीलाई नि फकाएर लान्छु म। पोखरीसम्म मम्मीलाई नि फकाएर लान्छु म साथीहरू है त। अब यस्तो भने यस्तो सानो मम्मालाई लानुपर्छ हामी। किन लाउनु आउँछ अरे?
हेर्नु मम्मी यहाँ हेर्नु चकचक एउटाको चकचक पर मम्मी ओ मलाई लिएर जानु अँध्यारो रहेछ मलाई नि यही भनेर मनले नदेको अब एकछिन यसरी उग्रिन्छ थोरै घर वरिपरि उग्रिन्छ अनि फेरि त्यस्तै कालो हुन्छ उग्रिँदैन के यो दिन खोइ के हो यो मकै पनि गोड्ने बेला भएछ ममा हरियो झ्याम्पै झार पो भइसकेको छ उनीहरू फुलतोर बालीतिर त्यति करक करक पार्नुपर्छ आमा छोरी मात्रै भएर छिन्दैन नछिनाइकन लाने हो तर मम्मालाई लानुपर्छ हजुर नुहाउनु त हुन्न स्कुल जानुपर्छ कोही ननुहाउने घाम लागेपछि नुहाउने यस्तो दिनमा को नुहाउँछ यो यस्तो दिनमा कक्रेर मान्छे मर्छ यो चारो यतिकै राख्यो भने उयो हुन्छ तातै बस्छ मारो मम्मीलाई भिडियो बनाउँदै पछि भन्ने भरे गन गरिस् भने तेरो टाउको पुऱ्याइदिन्छ साथीहरू अब म चाहिँ चारो काट्नु थालेको सुँगुरलाई चारो अस्ति मतलब शनिबारको दिन आज सोमबार भयो शनिबारको दिन ल्याएको चारो खोजेर पानीमा यसो हाल्दा कति दिन भइसक्यो 1 महिनै यस्तै बस्छ कि क्या हो दिन त थोरै भइसकिसकेन गाह्रो छ यसपालिको दिनले गर्नु गरो हजुर के चाहिँ अब घिउ थाल्मुनि बोटुकामा छ बोटुकामा भन्नु न मम्मालाई बोटुकामा छ थाल लाग्ने ठाउँमा यतिकै चारो काटेर चारो दिएर घाँस चाहिँ लगाइसकेँ मैले अब चारो दिएर चाहिँ मम्मीलाई पनि लान्छु मम्मीलाई पनि लाने हो त्यसपछि जाने हो आजको भिडियो चाहिँ अलिक लामै हुन्छ होला मैले भिडियो अलिक लामै बनाएको छु मलाई एक्लै हुँदाखेरि एक्लै बोलेर भिडियो बनाउनु कम्फर्टेबल लाग्छ होइन अनि त्यसपछि परिवारसँग अब मम्मी बुबु नानी म 3 जना मात्रै छौँ त अहिले घरमा अनि मलाई यति मात्रै कम्फर्टेबल लाग्छ कि अब अरूसँग बोलेर ओरेर भिडियो बनाउनु चाहिँ मलाई कम्फर्टेबल लाग्दैन साथीहरू अनि मान्छेहरूको सोच कस्तो हुन्छ भने यस्तो त्यस्तो भिडियो बनाएर भन्ने हुन्छ नि त त्यही भएर खासै बनाउँदिनँ अनि कहिलेकाहीँ गाउँको भाउजूहरू दिदीहरूसँग चाहिँ बनाउँछु म बनाउँछु तर त्यति धेरै पनि बनाउँदिनँ मलाई चाहिँ एक्लै बोलेर बनाउनु मन लाग्छ अनि अब यति बेलाको वेदर यस्तो छ यतातिर अनि मैले यसरी भिडियोहरू बनाएर हालेँ पोस्ट गरेँ घरहरू कामहरू गरेको भने नि बहिनीहरूले भन्छ नि त खुसी लाग्छ घरमै भए जस्तो फिल हुन्छ भिडियोहरू हेर्दाखेरि भनेर भन्छ अनि अब तिनीहरू चाहिँ नेपालै अब भए पनि काठमाडौँमा झापातिर छ नि त बहिनीहरू अनि अब यता घर चाहिँ खासै आउँदैन किन आउनु पाउँदैन वर्षमा एकचोटि मात्र आउँछ कि दसैँ चाडबाडमा मात्रै नत्र हुन्छ आउँदैन नि त तिनीहरू अनि त्यही भएर
तिनीहरूले चाहिँ त्यसो भन्छ, भिडियोहरू बनाएर हालेर पोस्टहरू गरेर खामलाई घरमा भए जस्तो फिल हुन्छ भन्छ। त्यही भएर साथीहरू म चाहिँ यताउता उयो नगरिकन अब गइहाल्यो भने मलाई भिडियो बनाउनु कम्फर्टेबल हुँदैन। अब आज म चर्चपुर जानु छ अनि ससुरा बुवा सन्चो हुनुहुन्न अनि हस्पिटलहरू लान्छु। तर म भिडियो चाहिँ बनाउँदिनँ, मलाई भिडियो बनाउनु अक्वर्ड लाग्छ। अनि भरे के कस्तो हुन्छ म घरमै आएपछि सुनाउँछु तपाईँहरूलाई है त। अनि मम्मी चाहिँ नानीलाई लिएर आउँछ स्कुलदेखि, त्यहाँसम्म चाहिँ हामी सँगै जान्छौँ ल साथीहरू। अब एकचोटि भरे भेटौँला ल साथी। म चाहिँ चनपुर जानको लागि रेडी। मम्मी र नानीहरू चाहिँ गइसक्नु भइसक्यो। मेरो आउटफिट नै देख्दैन रहेछ त। म चाहिँ आज चिसो छ त्यही भएर यो लाजा नाटेको। मम्मी र नानी चाहिँ गइसक्नु भइसकिसक्यो। म चाहिँ ढोकाहरू छुने यताउता गरेँ। अनि अब हिँडेको मैले मम्मीलाई पनि फकाएर लगेको नि। अनि यस्तो हुस्सु छ, बाटो पनि लामो छ। अनि यहाँ परतिर जङ्गलतिर हिँड्नुपर्छ कि जङ्गलको बाटो छ। मनले मान्दैन नि त, मम्मी चाहिँ भन्नुहुन्छ गाउँघरको बाटो हो केही हुँदैन भनेर, तर मनले दिँदैन। त्यही भएर मम्मीलाई चाहिँ फकाएर लगेको। मम्मी र नानीले भनेको म चाहिँ ब्याग र पेन्ट म्याचिङ भएछ त। आज त के हो कफी कलर अनि वेदर त्यस्तै छ। छाता नि बोकेर हिँडेको छु मैले। मम्मी र नानी त धेरै टाढो पो पुगिसक्नु भएछ कि क्या हो। म चाहिँ एक्लै जाँदैछु। अब यहाँदेखि उता चाहिँ म त्यति भिडियो गर्दिनँ होला, सायद भिडियो गर्दिनँ। गऱ्यो भने एकताल म घरमा आएर गर्छु नि के कस्तो भयो म त्यति बेला हजुरहरूले सुनाउने नै छु गाइज। मलाई कम्फर्टेबलै लाग्दैन नि त, अप्ठ्यारो लाग्छ भिडियो बनाएर बोल्न। भिडियो त बनाइदिन्छु म, बोल्न अप्ठ्यारो लाग्छ नि। लाडाले जस्तो बनाउनु भएन। चिसो जाडो पनि छ त्यस्तै। मम्मी र नानीले छोडेर निकै टाढो पुग्नु भएछ। के हो मलाई हुने अब मैले पो टेम्पो भेट्ने हो कि होइन थाहा छैन। काकालाई फोन गर्छु, टेम्पोको काकालाई फोन गर्छु। हुनुहुन्छ होला पोखरीमै, हुनुहुन्छ अन्त काकाले पुऱ्याइदिइहाल्नुहुन्छ। बिहे हप्तामा त गाडी पाउनु गाह्रो हुन्छ कि साथी, एकदम गाह्रो पर्छ। बिहे हप्तामा त लग्दैन नि त मान्छेहरू, त के चिनेकै मान्छे हुनुपर्छ। ल साथीहरू भिडियो हेर्दै गर्नु ल। बिचमा भिडियो बनायो भने बनाइहालेँ, बनाइनँ भने चाहिँ मैले बनाइनँ घरमै आएर भन्छु है त हजुरहरूलाई के कस्तो भयो भनेर। मम्मीहरू भेटिनँ मैले, वेदर यस्तो। मलाई मम्मीले कल गरिदिनु त। सो गाइज हस्पिटलदेखि निस्केर पनि खाजा खाएर पनि हिँडेको 5:30 भइसक्यो। टेम्पो नभेटाएर मलाई बिजोग भयो। म हस्पिटलले पनि 11 बजे हस्पिटल पुगेको मान्छे म 5 बजीसम्म हस्पिटलमा लगाइदियो। रिपोर्ट छिटो आए पनि हिप्दो रहेछ हौ। मान्छे हेर्ने होला हौ, हामीभन्दा पछाडि गएकोहरू गइसक्दाखेरि नि हाम्रो उयो नै नगरिदिनु भएको हस्पिटलले नि। अनि साथीहरू अब घरमा पुगेर चाहिँ म भिडियो बनाउनु भ्याउँदिनँ होइन, पाउँदिनँ। अब रात परेर मात्रै पुग्ने रहेछु। अनि
त्यही भन्नु ग्यास्ट्रिक भिटामिन कम क्याल्सियम कम अनि त्यसपछि के औषधि 1 महिनाको दिई पठाउनु भएको छ औषधि 1 महिनाको 14 दिनको औषधि छ अब त्यो नै कन्टिन्यू गर्छु म पनि आफ्नै समस्या पानी नखानाले गर्दा पाएको दुःख हो यो सबै मलाई फेरि पानी खानु भनेपछि चाहिँ तिर्खा लाग्यो भने खान्छु नत्र भने पानी खाँदिनँ म पानी खान सक्दिनँ किनभने पानी बेसी खायो भने पेट कोक्याउँछ हाई गाइज यो चाहिँ नेक्स्ट डे होइन मैले पानी बेसी खायो भने पेट कोक्याउँछ भन्दै भिडियो गरेको रहेछु त्यहाँदेखि भिडियो चाहिँ इन्ड गरेको थिएँ मैले त्यहाँनिर चाहिँ खासमा तर स्टोरेज फुल भनेर देखाएको थियो नि त अनि स्टोरेज फुल भएपछि त भएन रहेछ त मैले यादै गरेन कि भयो होला भन्ने भयो तर भएन रहेछ गाइज त्यहाँसम्म चाहिँ म हिँड्दैन साथीहरू त्यहाँदेखि मैले टेम्पो फोन गरेर काकालाई बोलाएको थिएँ नि त हप्तामा टेम्पो पाउन पनि गाह्रो अनि फेरि 1 जना 2 जनालाई मात्रै लग्दैन के अनि त्यही भएर मैले चाहिँ काकालाई नै बोलाएको थिएँ अनि आउनुभएको थियो हस्पिटलमा पनि के भनौँ भने त्यही उयो भन्नुभयो के अरे ग्यास्ट्रिक अनि भिटामिन र क्याल्सियमको कमी भनेर औषधि दिनुभयो म औषधिहरू खाइरहेको छु साथीहरू यो चाहिँ म अहिले भिडियो एडिट गर्दाखेरि थाहा भयो कि भिडियो त उयो नै भएको रहेन रहेछ इन्डिङसम्म पुगेन रहेछ कि त्यो स्टोरेज फुल भनेर देखाएपछि अनि साथीहरू आजलाई भिडियो यति नै भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला अनि भिडियो नदेख्नु साथ दिनुभएको छ भने धेरै धेरै धन्यवाद अब नेक्स्ट भिडियोमा भेटौँला है त गाइज गुड नाइट